नमस्कार सम्पूर्णमा। आज मिति 2082 साल चैत्रको 5 गते साताको अन्तिम कारोबार दिन। आज म नेप्सीको यात्रा कतातर्फ हुँदैछ भनेर विश्लेषण गर्न गइरहेको छु, त्यो पनि विकली टाइम फ्रेम अनुसार। यहाँ अहिलेको अवस्थामा हामीले हेर्नु पर्दाखेरि लगातार भोल्युम बढ्दै गइरहेको अवस्था देख्न सकिन्छ। विकली टाइम फ्रेम अनुसार यो क्यान्डलमा भन्दा पनि यतापट्टिको क्यान्डलमा अहिले लेटेस्ट क्यान्डलमा यो हप्ताको क्यान्डलमा चाहिँ भोल्युम एकदमै बढिरहेको छ। यो भोल्युम बढाइबाट पनि मार्केट केही हदसम्म माथि जान्छ भनेर हामीले बुझ्न सक्छौँ। त्यसैगरी देशको समग्र राजनीतिक अवस्था पनि सकारात्मक रहेकोले मार्केट माथि जाने सम्भावना रहेको देख्न सकिन्छ। अब हामी अर्को के भ्रममा पर्यौँ भनेपछि यो ग्याप थियो। यो ग्यापले गर्दाखेरि हामी इन्भेस्टर अथवा ट्रेडरहरू चाहिँ यो ग्याप फिलअप गर्न आउँछ भनेर हामीले इन्भेस्टमेन्ट गर्न अथवा ट्रेड गर्नलाई डरायौँ। तर मार्केटले सधैँ यो ग्यापहरू फिल गर्न आउँछ भनेर भन्न सक्ने अवस्था रहँदैन। किन रहँदैन भनेपछि यहाँ पनि एउटा ग्याप रहेको छ र यदि मार्केट बुलको चरणमा अथवा एग्रेसिभ मुभ माथितर्फ गइरहेको छ भनेपछि कुनै पनि लेभललाई ब्रेक गरेर माथि गइरहेको छ भने यो लेभल त यहाँ त कुनै लेभललाई त ब्रेक गरेर गएको त छैन। तर पनि यहाँ राम्रो न्युज आएको कारणले गर्दा यो ग्याप अप ओपनिङ भएको छ। यहाँ चाहिँ यो लेभललाई ब्रेक गरेर गएको कारणले गर्दाखेरि यहाँ ग्याप अप ओपनिङ भएको छ र ग्याप अप ओपनिङ भएपछि यो ग्यापलाई कहिले पनि मार्केटले फिल गर्न आएको छैन र सम्भवतः यो लेभललाई इमिडिएटली तुरुन्तै फिल गर्न आयो भनेपछि फिल हुन सक्ला, नभएदेखि माथि गएर चाहिँ पुनः तल फिल गर्न आउँछ भनेर हामीले भन्न सक्ने अवस्था रहँदैन। अब एउटा सिनारी यो रह्यो, यतापट्टि एउटा डिमान्ड जोन सप्लाई जोन रहेको थियो। यो सप्लाई जोन यो फर्स्ट क्यान्डलको लो र थर्ड क्यान्डलको हाई बिचमा ग्याप रहेको थियो। यो ग्यापलाई रियाक्सन गर्दै मार्केटले के गरेको छ त यहाँबाट मार्केट रियाक्सन गरेको छ, रिजेक्सन दिएको छ र रिजेक्सन दिएर मार्केट तल झरेको छ। तल झरे तापनि अर्को हप्ताको क्यान्डलले इमिडिएटली माथितर्फ फर्केको छ। त्यसले गर्दा यो रियाक्सनलाई पनि मार्केटले स्वीकारेको, यो रिजेक्सनलाई मार्केटले के गरेको छ त स्वीकारेको छैन। मार्केट माथि नै जाने जस्तो देखिन्छ र प्लस यहाँ भोल्युम पनि बढी नै आएको देख्न सकिन्छ। यो क्यान्डलमा जति भोल्युम आएको थियो त्योभन्दा यो क्यान्डलमा भोल्युम बढी आएकोले गर्दा मार्केट माथि जाने सम्भावना रहेको देख्न सकिन्छ। त्यसै गरी अर्को पनि डिमान्ड जोन रहेको छ। यो डिमान्ड जोन सप्लाई जोन। यो सप्लाई जोन अब यो सप्लाई जोन रहेको छ। यो सप्लाई जोनमा मार्केटले रियाक्सन गर्ने सम्भावना धेरै नै रहेको देख्न सकिन्छ। यहाँ सप्लाई जोन रहेको छ। यो सप्लाई जोनमा मार्केटले केही न केही रियाक्सन गर्ने सम्भावना देखिन्छ, किनभनेपछि यो अर्डर ब्लक रहेको छ। यो अर्डर ब्लकमा मार्केटले केही रियाक्सन दिन सक्ने सम्भावना देखिन्छ। मार्केटले यो तरिकाले मुभ गर्ला जस्तो मेरो विश्लेषण रहेको छ। यहाँबाट यो बडीलाई यो पुरै क्यान्डलैबाट पनि मार्केट तल झर्ने सम्भावना पनि रहन्छ, अथवा यो स्याडोको लेभलबाट मार्केटले यहाँसम्म रियाक्सन दिएर अलिकति तल आएर यो ग्यापलाई फिलअप गरेर माथि जाने अवस्था पनि रहन सक्छ, अथवा यसरी मार्केटले माथि जाने अवस्था ब्रेक गरेर माथि जाने अवस्था रहन सक्छ। यो लेभललाई ब्रेक गर्न त्यति सजिलै सक्ला जस्तो लाग्दैन, किनभनेपछि अब यो सप्लाई जोनहरूमा मार्केटले रियाक्सन दिन्छ। यसरी तल नआए तापनि अब के हुन सक्ला भने अर्को चाहिँ एजम्सन हामीले के गर्न सक्छौँ भनेपछि यहाँबाट तल आउने क्रममा यो जोनमा रिजेक्सन त दिन्छ, एउटा क्यान्डल रिजेक्सन दिए तापनि तल आएर यो लेभलमा नआए पनि यो स्याडो लेभलमा, यो हप्ताको स्याडोको लेभलमा आएर मार्केटले यसरी रिजेक्सन दिएर मार्केट माथि जाने सम्भावना देख्न सकिन्छ। यसरी पनि मार्केट माथि जान सक्छ। मार्केटले मुभ कस्तो गर्छ भनेर हामीले डे टु डे क्यान्डलहरू हेरेर विश्लेषण गर्न सक्छौँ। यो त भयो एउटा सिनारियो। अब त्यसपछि आएर अर्को सिनारियो के रहन सक्छ भनेपछि अब यो ब्रेक गर्ने सम्बन्धमा यसरी ब्रेक गर्छ भनेर
भन्ने विषयमा मैले विश्लेषण गरेँ र अहिले मैले यो चाहिँ विकली टाइम फ्रेममा चार्ट देखाएर तापनि म डेली टाइम फ्रेम अनुसार चाहिँ विश्लेषण गर्न गइरहेको छु र यहाँ अहिले यो जोनलाई मार्केटले ब्रेक गरेर माथि गइसकेपछि यो डेली टाइम फ्रेम अनुसार विकली टाइम फ्रेम अनुसार चाहिँ मार्केट हायर हाई र हायर हाई र हायर लोको सिरिजमै रहेको छ र यहाँ चाहिँ अब डेली टाइम फ्रेम अनुसार मैले विश्लेषण गर्न गइरहेको छु। किन विश्लेषण गर्न गइरहेको छु भनेपछि डेली टाइम फ्रेम अनुसार विश्लेषण गर्दाखेरि चार्ट धेरै नै ठुलो हुने भएकोले मैले चाहिँ विकली टाइम फ्रेमलाई लगाएर डेली टाइम फ्रेमको विश्लेषण गर्न गइरहेको छु। अब यहाँ के भएको छ भनेपछि मार्केट यहाँ चेन्ज अफ क्यारेक्टर गरेको छ। जब यसलाई ब्रेक गरेर माथि गएको छ भनेपछि यहाँ चेन्ज अफ क्यारेक्टर भएको छ। चेन्ज अफ क्यारेक्टर भइसकेपछि चेन्ज अफ क्यारेक्टर गरेर माथि गइसकेपछि यहाँ के हुन्छ भनेपछि चेन्ज अफ क्यारेक्टर गरेर माथि गयो तर यहाँ डेली टाइम फ्रेम अनुसार यहाँ इन्भेस्टमेन्ट लिएको छ। इन्भेस्टमेन्ट लिएपछि मार्केट तल झर्ने क्रममा यो हाई कन्फर्म पनि भएको छ। यहाँ डेली टाइम फ्रेम अनुसार मैले विश्लेषण गरिरहेको छु। यहाँ हाई पनि कन्फर्म भएको छ। यहाँ हाई पनि कन्फर्म भएको छ। यहाँ हायर हाई कन्फर्म भएको छ। यो हायर हाई कन्फर्म भइसकेको छ तर लो चाहिँ कन्फर्म भएको छैन। यहाँ लो चाहिँ कन्फर्म भएको छैन। किन लो कन्फर्म भएको छैन भनेपछि जब यो यतापट्टिको यो लो कन्फर्म भएको छैन। यहाँ यो लो किन कन्फर्म भएको छैन भनेपछि यो हाईलाई ब्रेक गरेर नगएसम्म यो लो कन्फर्म हुँदैन। मार्केट हायर हाईको सिरिजमा छ र यो लोलाई कन्फर्म यो हाईलाई ब्रेक गरेर नगएसम्म मार्केट यो लो चाहिँ कन्फर्म हुँदैन। यहाँ लो कन्फर्म भएको छैन। अब जब मार्केटले यो लोलाई यो लोबाट माथि जाने क्रम त सुरु भइसकेको छ। भइसकेपछि अब के हुन सक्छ भनेपछि यो यसरी माथि जाने क्रममा अब यतापट्टिको जोनमा केही रिजेक्सन दिएर माथि जाने क्रममा यतापट्टिको लेभललाई देखाइरहेको छु मैले। अब रिजेक्सन दिएर यो यसरी तल आएर तल यो ग्याप फिलअप गरेर माथि जान पनि सक्ला। माथि जाने क्रममा यो लेभलमा यतापट्टिको लेभल यो लेभल छ नि त, यो लेभलमा केही रिजेक्सन दिन्छ। यो लेभललाई ब्रेक गर्न मार्केटलाई धेरै नै कठिनाइ पर्ने अवस्था देखिन सकिन्छ। यो लेभललाई ब्रेक गर्न कठिन हुन्छ। यो लेभललाई ब्रेक गरेर माथि गइसकेपछि यहाँ इन्भेस्टमेन्ट बनाएर फेरि माथि जाने क्रममा यसरी जाने सम्भावना देख्न सकिन्छ। इन्भेस्टमेन्ट लिएर माथि जाने सम्भावना देख्न सकिन्छ। जब यो हाईलाई ब्रेक गरेर माथि जान्छ भनेपछि जब यो हाईलाई ब्रेक गरेर माथि जान्छ भनेपछि यो लो कन्फर्म हुन्छ। यो लो कन्फर्म हुन्छ। यतापट्टिको लो यहाँ कन्फर्म हुन्छ। हायर लो कन्फर्म हुन्छ। यो हायर लो कन्फर्म भइसकेपछि यतापट्टिको हायर लो कन्फर्म हुन्छ। यो हायर लो कन्फर्म भइसकेपछि अब यतापट्टिको यो लो यो हाई छ। यो 3200को हाइट छ। यो हाईलाई ब्रेक गरेर जब मार्केटले माथि जान्छ भनेपछि के हुन्छ भनेपछि मार्केट बुलिस यात्रामा जान्छ। अब यहाँ इन्भेस्टमेन्ट लिइसकेपछि यो हाई कन्फर्म भएको छ। यो हाईलाई ब्रेक गरेर गइसकेपछि अब फेरि यतापट्टि यहाँ देख्न सक्नुहुन्छ यो हाईलाई ब्रेक गरेर गइसकेपछि यो तको लो यहाँ लो कन्फर्म हुन्छ। यो लो यसरी यहाँ कन्फर्म हुन्छ। यो लो यसरी कन्फर्म हुन्छ। यो हाईलाई ब्रेक गरिसकेपछि यो यतापट्टिको यो हाईलाई ब्रेक गरेर यो हाईलाई ब्रेक गरेर गइसकेपछि यो लो कन्फर्म हुन्छ र मार्केटले यसरी यात्रा तय गर्ने देख्न सकिन्छ। अब मार्केट कहाँसम्म जान्छ, कसरी जान्छ, के गर्छ भनेर हामीले अब थोरै विश्लेषण गर्ने कोसिस गरौँ। अब यसरी अब हायर हाई बुलिस यात्रा तय हुन्छ भनेर त यहाँ मैले भने यहाँ के हुन्छ त अब यहाँ बुलिस यात्रा तय हुन्छ। अब यसलाई ब्रेक गरेर गइसकेपछि मार्केटमा बुलिस यात्रा तय भयो। जब 3200लाई ब्रेक गरेपछि बुलिस यात्रा तय भयो
र बुलिस यात्रा तय भइसकेपछि अब हामीले विश्लेषण के गरौँ भनेपछि मार्केट बुलिस यात्रा त तय भयो, तर कहाँसम्म जान्छ त अब हामीले विश्लेषण गरौँ है त। अब म यहाँ तपाईँलाई साधारण फिबोनाची अनुसार विश्लेषण गरेर देखाउन चाहन्छु। अब यहाँबाट यहाँसम्म हामीले यसरी कोर्ने क्रममा यहाँ हामीले कोरेर देखाएँ, मैले कोरेर देखाइरहेको छु। र यो कतिको रिट्रेसमेन्ट देखाएको छ त मार्केटले, कतिको यहाँ माथि गएको छ त यहाँ हेर्न सक्नुहुन्छ। 2.61 2.61 अथवा 3200, यो अब लगभग यहाँ कोर्दाखेरि तलमाथि हुन सक्ला। 2.61 को प्रफिट दिएको छ मार्केट, 2.61 को गेन दिएको छ मार्केटले फिबोनाचीको रिट्रेसमेन्ट अनुसार। यो लोबाट माथि जाने क्रममा 2.61 को गेन दिएको छ यो 3200 को हाइटमा पुग्दाखेरि। भनेपछि अब त्यसै गरी अब अर्को माथि जाने क्रममा पहिलाको इतिहासलाई मात्रै मैले विश्लेषण गरेको छु है त। अहिले मैले यसरी नै जान्छ भनेर मैले विश्लेषण गर्न मिल्दैन। मार्केट त कसरी जान्छ, के जान्छ, त्यो पछिको भविष्यले बताउने कुरा पनि हो, त्यो हामीले ठ्याक्कै भन्न त सकिँदैन। तर पहिलाको हिस्ट्रीलाई चाहिँ मैले विश्लेषण गरेको है त। अब यहाँबाट माथि जाने क्रममा अब के हुन सक्छ त, यहाँबाट अब यहाँबाट माथि जाने क्रममा के हुन्छ भनेपछि कतिसम्म जान्छ भनेर अब हामीले विश्लेषण गरौँ है त। यहाँ विश्लेषण गरौँ है त। अब यहाँ लगभग 2.61 कहाँ छ त, 2.61 भनेको लगभग यहाँ के छ भने चाहिँ 5400 को रेन्जमा, 5400सम्मको यहाँ फिबोनाचीले हामीलाई के देखाउँछ त, पहिलाको बुलिस र अहिलेको बुलिसमा। अब यो ब्रेक गरेर बुलिस यात्रा सुरु हुन्छ भनेपछि 5400 को यात्रा मार्केटले तय गर्न सक्ने देखिन्छ। 5400 नर्मली 5400 जान सक्ने देखिन्छ पहिलाको हिस्ट्री अनुसार मैले त्यो विश्लेषण गरेँ। त्यसै गरी अब झर्दाखेरि चाहिँ कतिसम्म झर्छ त, अब हेरौँ है त। झर्दाखेरि चाहिँ कतिसम्म झर्छ त अब मार्केट, अब बढ्दाखेरि त्यतिसम्म बढ्यो। र अब यहाँबाट बियरिस यात्रा सुरु हुनसक्छ। हामीले त्यो प्रिपेयरली तयार त हुनुपर्छ हामी, नत्र हामी फस्छौँ, हामीलाई टोपी लगाइदिन्छन्। अब हामीले के गर्नु पर्यो भनेपछि अब यहाँबाट यसरी बढ्यो भनेपछि अब हामीले के गर्नु पर्यो भनेपछि यहाँबाट तल झर्ने क्रममा अब यहाँबाट माथि जाने क्रममा अब हामीले माथिको कोरौँ है त, माथिको कोर्नु पर्ने हुन्छ। माथिको कोर्दाखेरि अब कहाँबाट भनेपछि यहाँबाट कोरौँ है त हामीले। यहाँबाट सुरु भएको पुल भनेपछि सरी यो अर्को रहेछ। अब यहाँबाट माथि जाने क्रममा यहाँसम्म कोरौँ हामीले, 3200सम्म कोरौँ, 0.61सम्म 2.61सम्म कोरौँ है त। 2.61सम्म कोर्दाखेरि पहिलाको घटाइ कति थियो भनेपछि 0.61 घटेको थियो पहिला, 0.61 घटेको थियो भनेपछि लगभग 3200कै रेन्जमा आएर मार्केट चाहिँ फेरि 3200 को रेन्जसम्म मार्केट आउन सक्ने देख्न सकिन्छ। यो चाहिँ मैले कसरी भन्यो भनेर तपाईँहरूलाई फेरि लाग्न सक्ला, म यसलाई फेरि विश्लेषण गरेर देखाइदिन्छु। यो चाहिँ कसरी भन्यो तपाईँहरूले भनेर भन्नु होला। यो चाहिँ कस्तो भनेपछि अब पहिलाको घटाइलाई हामीले विश्लेषण गर्नु पर्यो नि त। पहिलाको घटाइ चाहिँ कति घटेको थियो भने चाहिँ यहाँबाट माथि कोर्ने क्रममा कति घटेको थियो त, कति घटेको थियो भने 0.61 घटेको थियो। म अहिले यहाँ अझै प्रश्नसँग देखाइदिन्छु। यो अहिले यहाँ कोर्दाखेरि राम्रो भएको छैन। यहाँ घट्दाखेरि कति घटेको छ भनेपछि 0.61 यहाँबाट यहाँसम्म दिने क्रममा हामीले के गर्नु पर्यो भनेपछि 0.61 भनेको 1900 को लेभलमा, 1900 को लेभलमा अझै 0.61 भन्दा पनि अझै तल झरेको छ भनेपछि 3100-3200 को रेन्जमा आउन सक्ने देखिन्छ। पहिलाको चाहिँ 0.61 घटेको थियो भनेपछि अब त्यो 5400बाट पनि 0.61 घट्दाखेरि चाहिँ लगभग फेरि मार्केट 3200 को रेन्जमा आएर रोकिने अवस्था देख्न सकिन्छ। बुल र बियरको यात्रालाई मैले यसरी विश्लेषण गरेँ। हजुरहरूले कसरी बुझ्नुभयो र केही सल्लाह सुझाव र छ भनेपछि मलाई कमेन्ट मार्फत दिन सक्नुहुनेछ। हस्त, नमस्कार, धन्यवाद।